नमस्ते। आज हामी रविको बारेमा केही चर्चा गर्दैछौँ। रविको वास्तविकता के हो त? यसले हाम्रो मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने विषय आज हाम्रो केन्द्रबिन्दुमा रहनेछ। गुलाफको फुल र गु एकै ठाउँमा राख्यो भने दुवैको अर्थ पनि हुँदैन र औचित्य पनि हुँदैन र गुलाफको सुगन्ध गुको दुर्गन्धले निष्क्रिय पारिदिन्छ। मैले भन्न खोजेको एउटै घटना विपरीत कोणबाट व्याख्या गर्यो भने मान्छेले वास्तविकता बुझ्नै सक्दैन र पश्चिमा प्रजातन्त्रको काम गर्ने मूल विधि पनि यही हो र षड्यन्त्रको सिद्धान्त पनि यही हो। राम्रो कुरा पनि गर्ने, खराब कुरा पनि गर्ने। राम्रो र खराब एकै पटक गर्यो भने मान्छे ठोस निष्कर्षमा पुग्दैन र ठोस निष्कर्षमा नपुगेपछि भ्रम पैदा हुन्छ र त्यही भ्रममा आफ्नो आपराधिक योजनाहरू अगाडि बढाउने र पश्चिमाहरूको प्रजातान्त्रिक व्यवसाय यसरी नै चलेको छ। र आजको दिनसम्म नेपालमा जति पनि घटना घट्यो र जति पनि अपराध भयो, न कुनै घटना निष्कर्षमा पुग्यो र न कुनै पनि घटनाले न्याय पायो र घटना निष्कर्षमा पुर्याउनको निम्ति घट्दैन। सबै घटना कुन बेला आफ्नो अनुकूलतामा प्रयोग हुन्छ र त्यही बेला बाहिर निकालिन्छ। कुनै घटनाले पश्चिमाहरूको अभिष्ट पुरा हुन्छ भने त्यो बाहिर आउँछ, नभए आउँदैन। जस्तै उदाहरणको लागि हामी दरबार हत्याकाण्डको बारेमा केही चर्चा गरौँ। दरबार हत्याकाण्ड पछि पश्चिमाहरूले यो घटना दिपेन्द्रले दिव्यानीसँग बिहे गर्न नपाएको झोकमा मचाएको घटना हो भनेर प्रचार गर्न लगाए। तर राजा ज्ञानेन्द्र उनको अनुकूलतामा प्रयोग नभए पछाडि त्यही पश्चिमाले सबै मर्ने, ज्ञानेन्द्र चाहिँ कसरी बच्यो भनेर सारा दोष राजा ज्ञानेन्द्रको टाउकोमाथि थोपरे। र यस्तो काम पश्चिमाहरू गर्छन् र कोही बेला दिपेन्द्र भन्छ, कोही बेला ज्ञानेन्द्र भन्छ। यसरी विरोधाभासी कुरा गर्दैपछि मान्छे बराल लिन्छ। अर्को कुरा, नेपाली नागरिक नक्कली भुटानी बनाएर पनि आफै लान्छ। अब यत्रो संसारको राजा हो भन्ने अमेरिकाले नक्कली कागजपत्र चिन्दैन त? भुटानी पनि आफै बनाउन लगाउँछ, आफैले कारवाही गर्छ। अनि भुटानी बनाएर बेचेको त 2014 सालमा हो र त्यो बेला यो घटना किन बाहिर आएन? किनकि त्यो बेला शेरबहादुर र आर्जो आफ्नो अनुकूलतामा थिए। जब शेरबहादुर र आर्जो प्रतिकूल भयो त्यसपछि उनीहरूले नक्कली भुटानीको केस बाहिर निकालिदिए। र कुनै व्यक्ति मार्न पनि आफै लगाउँछ र त्यो व्यक्ति देवत्वकरण गरेर त्यसको पछाडि भिड पनि आफै जम्मा गर्ने। जस्तै मदन भण्डारीको हत्या गर्ने पनि इन्डियन र पश्चिमाहरू नै हुन् र हत्या पनि आफै गर्छ र फेरि मदन भण्डारी कोष खोल्न लगाएर पैसा पनि आफै दिन्छ। अब यस्तो काम इन्डियन र पश्चिमाहरूले धेरै गर्छन् र गर्नेछन् र उनको धन्दा भनेकै मान्छेको दिमागमा भ्रम स्थापित गरेर सधैँभरि उपयोग गर्ने र आफ्नो अपराध विस्तार गरिराख्ने हो। अब हामी रवितिर फर्क्यौँ। रविको नागरिकता नक्कली हो भनेर फसाए। रविको नागरिकता नक्कली हो भन्ने कुरा निर्वाचन आयोगलाई पनि थाहा थियो र प्रहरीलाई पनि थाहा थियो, वास्तै गरेन। रविले गृहमन्त्रीको जागिर पनि खायो र पछि के कुरा मिलेन, रविको नागरिकता नक्कली हो भनेर फसाए। नागरिकताको मुद्दा फैसला गरे तर पासपोर्टको मुद्दा अहिले पनि जीवित नै राखेका छन्। नागरिकता र पासपोर्ट त एक अर्कामा सम्बन्धित विषय हो। नागरिकता सक्कली भएपछि पासपोर्ट त स्वतःस्फूर्त रूपमा सक्कली हुन्छ, तर पासपोर्ट मुद्दा जीवित नै राखेका छन् र प्रजातन्त्रले विधि पनि मान्दैन, कानुन पनि मान्दैन र प्रजातन्त्रको स्वार्थ हुन्छ। स्वार्थ पुरा हुन्जेल उसले कानुन खुट्टामुनि राखिदिन्छ। स्वार्थ पुरा हुने छाँटगाँट देखेन भने कानुनको लौरो समातेर कारबाही गर्न थाल्छ। यो समस्या नेपालको मात्र होइन, पश्चिमा ढाँचाको प्रजातन्त्र जुन जुन देशमा छ सबै देशको समस्या यही हो। र नेपालमा सहकारी ठग्ने सबैभन्दा घातक गिरोह भनेको नेपाली काङ्ग्रेस हो र काङ्ग्रेसको एकजना पनि कारबाहीमा पर्दैन। र काङ्ग्रेसले त सहकारीको खरमौँ लुट्या छ। नाथे 55-56 करोड लुट्ने रविमाथि चाहिँ सबै किन खन्निरहेका छन् त? रविलाई सहकारी ठग भनेर बदनाम पनि गरिरहेका छन्। रविलाई चुनावमा उठ्न दिएर माननीय पनि बन्न दिइरहेका छन्। जेनजी आतङ्कवादी प्रयोग गरेर जेलबाट बाहिर पनि निकाल्छन् र फेरि जेलबाट किन निकालेको भनेर निकाल्नेमाथि कारबाही गरेको नाटक पनि गर्छन्। र वास्तविकता के हो त? रवि वास्तवमै सहकारी ठग हो भने कारबाही त गर्नु पर्यो, कारबाही पनि गर्दैन र मजाले चुनाव प्रचार गर्न पनि दिन्छ, नेता पनि मान्छ। एकातिर खराब व्यक्तिको रूपमा चित्रण पनि गर्छ र अर्कोतिर फेरि एकदम भिजनरी नेता मानेर प्रचार पनि गर्न लगाउँछन्।
आम मान्छेले यहाँबाट के बुझ्छ त? खराब भनौँ भने माननीय पनि छ, असल भनौँ भने सहकारी ठग पनि छ। यसरी दुई जीवले कुरा गर्ने र मान्छेमा भ्रमको खेती गरिराख्ने लोकतन्त्र नै नेपालको मूल समस्या हो। यसमा हामी प्रष्ट रहनुपर्छ। हस्त, धन्यवाद।